नमस्ते, म निरुता पौडेल। काठमाडौँ लाइब्रेरी हो। यहाँ हाम्रो 5000 भन्दा बढी बुक्सहरू छन् र एक हप्तामा प्रत्येक विद्यार्थीले एउटा इङ्ग्लिस बुक र एउटा नेपाली बुक गरेर हप्तामा 2वटा बुक्सहरू चाहिँ घरमा लगेर पढ्ने गर्नुहुन्छ र हामीहरूले उहाँहरूलाई रिडिङ लग बुक पनि प्रोभाइड गरेको छौँ। त्यो बुक्सहरू पढिसकेपछि उहाँले रिडिङ लग बुकमा बुक रिपोर्टहरू लेख्नुहुन्छ, जसमा चाहिँ ब्रिफ समरी अफ बुक, रिभ्यू, फेभरेट कोटेसन, बेस्ट इभेन्ट, बेस्ट क्यारेक्टरदेखि लिएर कन्सेप्ट म्यापिङ, पेरेन्ट्स ओपिनियन र पेरेन्ट्सको सिग्नेचरहरू पनि यस्तै थुप्रै कुराहरू लेखेर लिएर आउनुहुन्छ। र यसैको आधारमा हामीले काठमाडौँ युरो स्कुल रिडर्स अफ द मन्थ भनेर एउटा स्टुडेन्टलाई सिलेक्ट गर्छौँ एभ्री मन्थ, र हामीले चाहिँ एभ्री मन्थ उहाँहरूलाई चाहिँ गिफ्ट ह्याम्पर पनि दिने गरेको छौँ। यसो गर्नाले बच्चाहरूमा अलिकति पढ्नको लागि मोटिभेसनल पनि प्राप्त हुन्छ र हामीले लाइब्रेरीमा बुकहरू ग्रेड वाइज छुट्याएको छौँ। यसो गर्नाले विद्यार्थीहरूले आएर बुकहरू सिलेक्ट गरेर पढ्नको लागि एकदम नै इजी हुन्छ। अनि हामीले चाहिँ डेभिड डेसिमल क्लासिफिकेसन नम्बर पनि बुकमा युज गरेको छौँ र हाम्रो लाइब्रेरीमा चर्चित नेपाली बुक्सहरू जस्तै पहिचान पुरस्कृत नथियादेखि लिएर मदन पुरस्कृत जीवन काँडाकी फुल, सेतो धरती र यस्ता धेरै चर्चित बुकहरू छन् भने इङ्ग्लिसमा चाहिँ जर्ज अर्वेल, जेन अस्टिन, लोयर्स लोरीदेखि लिएर र चिल्ड्रन राइटर रोल्ड डालको पनि थुप्रै बुकहरू हामीसँग छ र काठमाडौँ स्कुलमा पढ्न र पढाउनको लागि एकदम नै रमाइलो इन्भाइरोमेन्ट छ। तपाईँहरूको बच्चालाई पनि काठमाडौँ स्कुलमा स्वागत गर्न चाहन्छु। धन्यवाद।